तिमी हात नहल्ला है यसरी यहाँ मामुको काखमाथि बस्छ त मामुको काखमाथि बस्नु सजिलो हुन्छ क्या अब म एकछिन बस्दा त के जान्छ तपाईँ ए मामुको काखमा बस्छ भनेको के म एकछिन बस्छु नि बस नि त यहाँ एकछिन काटेकै छैन म यतिकै बसिरहेको हेर त दुखाउँछ दुख्दैन भने मलाई अहिले दुखिरहेछ एकछिन हात नहल्ला नि तिमी यो हात नहल्ला यही त दुखिरहेर मलाई कस्तो भयो अब फेरि दुखाउन आँटे के गर्नु हाँस्दैन यस्तो गाह्रो भएको पनि हाँसो झन् दुख्छ तिमी कुन स्कुल पढ्ने रे म भन्दिनँ तिमी कहाँनिर बस्छु भन त म भन्छु नि केही भन्दिनँ मान्छेलाई गाह्रो भएको बेला केही भन्दिनँ म होइन भन न यार दुख्दैन कि तिमी बोलेपछि तिमी मसँग गफ गर न नगर्ने निकाले होइन है एकछिन बस तपाईँले के गर्नु भएको त अहिलेसम्म हजुर मेरो भयो एकैछिन ल लाग्छ बहिनी एकछिन रिपोर्टिङ गरे त्यही छ बहिनी